हेलो गाइस, मेरो नाम मोहम्मद साकिब अली हो र म नेपाली जनताको लागि एउटा धेरै सुन्दर कोर्स लिएर आएको छु। यो कोर्स मार्फत कसैले पनि नेपाली पढ्न र लेख्न सक्छ। यो जम्मा 1 महिनाको कोर्स हुनेछ र म यसलाई नाम दिएछु नेपाली सिकाइ नेपाल साक्षर अभियान। यदि तपाईले बाल्य अवस्थामा कुनै कारणवश पढ्न सक्नु भएन, यदि तपाई कुनै राम्रो कन्टेन्टको खोजीमा हुनुहुन्छ युट्युबमा चाहे फेसबुकमा तपाईले पाउनु भएन, त यो कोर्स तपाईको लागि सबभन्दा राम्रो हुन सक्छ। मैले धेरै ठुलालाई धेरै बच्चाहरूलाई ट्रेन गरेको छु, कसैलाई 1 हप्तामा, कसैलाई 15 दिनमा, कसैलाई 1 महिनामा, किनकि सबैको लेभल अफ अन्डरस्ट्यान्डिङ डिफरेन्ट हुन्छ। सबभन्दा पहिला यो कोर्सको फाइदा लिनको लागि तपाईलाई जति म भन्छु त्यो प्रस्ताव तपाईलाई रिपिट गर्नु छ, दोहोर्याउनु छ। मैले जो बोलेको छु त्यसलाई रिपिट गर्नु छ। त आउनुहोस् मेरो स्क्रिनमा हामी साथमा स्वर्ण वर्णको बाट सुरुवात गर्नेछौँ यो कोर्सको। अ अ अ अ आ प्लीज रिपीट आफ्टर मी। आ ई ई ई ई ई ई ई ई दुवै सेम छ। ई र ई एउटा अलि सानो स्वरको छ, एउटा ठुलो स्वरको छ। उ उ उ उ उ उ उ उ री 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 ए ए ए ए आई 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 ओ ओ ओ ओ आउ 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 अंग 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 आह 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 अब यसलाई उल्टा पढ्न छ ताकि याद गर्नमा सजिलो भइहालोस्। आह 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 अंग 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 औ औ औ औ ओ ओ ओ ओ आई 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 ए ए ए ए री री प्लीज रिपीट आफ्टर मी। जति पटक म बोल्छु तपाईले पनि त्यति पटक नै बोल्नु छ। री री उ उ उ उ उ उ उ उ ई ई ई ई ई ई ई ई आ आ आ आ ओ ओ अ अ तपाईको ई र ई यो सानो स्वर छ, यो ठुलो स्वर छ, दुवै सेम प्रोनाउन्स हुन्छ। अनि तपाईको उ र उ
दुवै सेम छ। तपाईँ यसलाई याद राख्नुहोस्। प्लिज रिपिट आफ्टर मी। मलाई भन्नु यो के छ? अह अह अह। यो के छ? उ उ उ। यो के छ? औ औ औ। यो के छ? आ आ आ। भेरी गुड। यो के छ? धेरै राम्रो। आई 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 आई। ओके। यो के छ? ई ई ई। यो के छ? री री री। यो के छ? ऊ ऊ ऊ। अनि यो अङ। ओके। अङ अङ। यो ए ए ए। भेरी गुड। यो ई ई ई। अनि यो सेकेंड लास्ट ओ। भेरी गुड। ओ ओ। अनि यो लास्ट अ। भेरी सिंपल। अ अ। अब तपाईले यसमा फिल इन द ब्ल्याङ्क्स गर्नु छ। तपाई यो भिडियोलाई पज गर्नुस् अनि त्यसपछि यो लेखेर फेरि भिडियोलाई अन गर्नुस्। त अलि रोकिहाल्नुस् भिडियोलाई, पहिला कपीमा लेखिहाल्नुस्, फिल इन द ब्ल्याङ्क्स छ, तब फेरि यो भिडियोलाई चालु गर्नुस्। अ आ ई ई उ ऊ री री ए ए ए आई आई ए आई ओ ओ ओ औ औ। यो हुन्छ अङ अङ। यो अह। अब फेरि हामी एकपटक फेरि गर्छौँ। भिडियोलाई पज गर्नुस् र पहिला तपाईँ आफै ट्राई गर्नुस्, फेरि भिडियोलाई अन गरेर चेक गर्नुस्। अ आ आ। ई ई ई ई। उ ऊ ऊ ऊ। री री ए ए आई आई ओ ओ ओ औ औ अं अं अह अह। So at the last हामी रिपीट गर्छौँ पुरैलाई। अ आ। प्लीज रिपीट आफ्टर मी। ई ई ई ई उ ऊ ऊ ऊ री री ए ए आई आई ओ ओ औ औ अन अन अह अह। सो अ आ ई ई उ ऊ ए आई री ओ औ अन अह। कंग्रेचुलेशन।
यो थियो हाम्रो फर्स्ट लेसन। तपाईले इन्जोय गर्नुभयो। यदि तपाईले यो भिडियो राम्रो लाग्यो भने आफ्नो साथीहरुसँग शेयर गर्नुस्, आफ्नो बच्चालाई हेराउनुस् ताकि त्यो पनि नेपाली सिक्न सकोस्। धन्यवाद।